महावीर पुन लेख्नुहुन्छ, सांसदको शपथ ग्रहण हुने छाटकाट अझै देखिएन। अनि के गरेर बस्ने त नि मेयर साहब, गाह्रो पिरो नमान्नु होला। केही दिन अघि पोखराका मेयर धनराज आचार्यले महावीर पुनलाई फुटपाथमा किताब नबेच्न सुझाव दिएका थिए। तर चुनाव जितेर म्याग्दीका सबै 6वटा पालिकामा विकास र बजेटको छलफल सकेपछि फुर्सदमा बसेका पुन सर फेरि पोखराको सडकमै फर्किएका छन्। उहाँले प्रष्ट लेख्नु भएको छ, आज बिहान 10 बजेदेखि नदीपुरको बालमन्दिर नजिकै सिङ्गापुर क्याफे छेउमा मेरो आत्मकथाको किताब बेच्नेछु। एकातिर देश बनाउने काम, अर्कोतिर मेयरलाई रमाइलो काउन्टर। फुर्सद भयो कि सडकमा किताब बेच्न निस्कने उहाँको यो डेडिकेसन र रमाइलो अन्दाजलाई तपाईँ 10मा कति नम्बर दिनुहुन्छ? पोखरावासीले उहाँलाई भेट्न नभुल्नुहोला। भिडियो सेयर गरौँ।